ओम श्री गणपतये नमः। श्रीलंबोदरं परमसुंदर एकदन्तं रक्तांबरं त्रिनयनं परमं पवित्रम् उद्दादिवाकरकरो जलकायकान्तं विघ्नेश्वरं सकलविघ्नहरां नमामि। रामाय रामचन्द्राय रामभद्राय वेधसे रघुनाथाय नाथाय सीताया पतये नमः। सीताराम भगवान की जय। पुराण पुरुषोत्तम भगवान की जय। जय जय श्री सीताराम हरि बोल। सर्वदा जय जीएनएन एचडी टेलिभिजन एवं AP1 टेलिभिजनबाट प्रसारित रघुनंदन प्रभु राम का मांगल्यमय र समृद्ध यहाँहरू श्रवण लाभ गर्दै हुनुहुन्छ। सबैको दिन शुभ रहोस्, प्रभु रघुनंदन प्रभु राम को आशीर्वचन प्राप्त होस् भन्ने कामना गर्दै आजको मांगल्यमय कथा र समृद्ध प्रारम्भ हुन्छ। जय श्री राम, जय हनुमान। श्री राम जय राम, जय जय राम। 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 सीताराम भगवान की जय। उमा महेश्वर भगवान की जय। हनुमंत लाल की जय। परम आनंदमय प्रभु राम अतिशय आनंद प्रकार द्वारा महादेवी चित्रकूटमा राज गरिबक्स्यो र विचार भयो अब दिव्यमय अयोध्यामा हल्ला भइरहेको छ। सुमन्त्र फर्केर आएनन्। राम सीता लक्ष्मण फर्केर पो आउने हुन् कि कैकेयीको मनमा कुरा खेल्दछ। कैकेयी बारम्बार सोच्दैछिन्, मन्थराले विचार गर्दैछिन् कि सबैभन्दा पहिले हजुरका पुत्रलाई राज्याभिषेक गराउनुहोस्। पूजा सामग्रीहरूको सबै तयारी भएको छ। अब यो भाग्य यो समय भएको छ। तर शङ्काको विषय छ, नजाने राम लक्ष्मण सीता जबसम्म रथ आएको छैन उनीहरू के कुराहरू बनाइरहेका छन् कि त्यो पनि आइपुगेदेखि राम्रो हुने थियो। अथवा सुमन्त्र आफ्नो रथ लिएर जब आइपुग्दछन्, फर्किदछन् अयोध्यामा, तब शुभ समाचार ज्ञान हुने थियो, कर्मको परिपूर्णता हुने थियो भन्ने विचार गर्दै थिए। सुमन्त्र रुँदै कराउँदै अधोमुख लगाएर अयोध्यामा आइपुग्नु भयो।
अयोध्यावासीहरू सबैले आज हाम्रा राजा, आज हाम्रा सम्पूर्ण प्राणेश्वर परमात्मा, संपूर्ण प्रकार का जीव मात्र का आराध्य देव प्रभु राम, अयोध्यापति प्रभु रामलाई यो काम नलाग्ने कैकेयीको कारणले गर्दा, वचनले गर्दा, स्त्रीको वशमा परेर राजा दशरथले श्राप दिएको कारणले अथवा वनवास जाने आदेश दिएको कारणले आज यो मर्यादा पुरुषोत्तम प्रभु रामले सहज स्वीकार गरेर वनवास सवारी भयो। हामी सबै टुहुरा भयौं, सबै रुन कराउन लागे। प्रभु राम आनन्दपूर्वक वनमा राज गरिबक्सेको छ। मलाई गङ्गोत्तरण गरिबक्सेर उहाँहरू ऊ पार जानुभयो। अब 14 वर्ष कति हो र? हे सुमन्त्र, तिमी जाऊ, चाँडै नै फर्केर आइहाल्दछौ भनेर सीताराम प्रभुले आशीर्वचन दिनुभयो। लक्ष्मणले मुस्कुराउँदै जाऊ भनेर आदेश गर्नुभयो। मलाई झिन्नै मन लागेन, किनकि राम बेगरको राज्य कस्तो हुन्छ, राम बेगर ती अयोध्याका जनहरू कसरी रहन्छन्। बुढेसकालमा राजा दशरथले प्राप्त गरेका सन्तान छोड्नु पर्दाको पीडा कस्तो हुन्छ होला। राजको राज्य सुख भोग भोग्नु पर्ने, आज राज्य छोडेर वनवास प्रभु राम जाँदा तिनी कौशल्य माताको हृदय कस्तो हुन्छ। आफै प्रजाका अगाडि यो भन्दै रुन थाल्नुभयो, डाको छोड्न लाग्नुभयो। अयोध्यावासीहरू सबै मूर्छा परे, रुन कराउन लागे। हामी सबै तयारी बनेर अब लिन जाउँ प्रभु रामलाई। तर यता कैकेयी र मन्थराले सबैलाई अब राज्याभिषेकको तयारी गर्नका लागि भन्न लागे। अब पूजाको तयारी भयो, राज्याभिषेक चाँडै लिनुहोस्, आफ्नो पुत्रलाई राज्याभिषेक दिनुहोस्। भरतलाई निमन्त्रणा गरियो र बाबु, यो सम्पूर्ण कामहरू तिम्रो लागि गरेको हो। तिमी मेरो पुत्र हो। त्यसो हुनाले, मेरो पुत्र भएको हुनाले, पुत्र मोहका कारणले मैले रामलाई 14 वर्ष वनवास र मेरो पुत्र भरतलाई यो अयोध्याको राजा महाराज धिराज राज्याभिषेक गराउनका लागि तिम्रा पिताजीसँग वर मागे। मलाई उहाँले वर दिनु माग्नु भएको थियो। वर माग भनिबक्सेको थियो। ती दुईटा वरहरू मैले बाँकी राखेकी थिएँ। एउटा वर अहिले मैले मागे, कौशल्य नन्दन प्रभु राम 14 वर्ष वनवास हुन सकोस्। दोस्रो वर मैले मागे, मेरो पुत्र भरतलाई अयोध्याको राज्याभिषेक हुन सकोस्, राज्य मिलोस्, राज्यको सुख भोग गरोस् भनेर मैले वर मागे। सोही वर अनुसार, सोही वचन अनुसार पिताजीले यो आज्ञा भयो कि प्रभु रामलाई 14 वर्ष पठाइबक्स्यो, वनवास पठाइबक्स्यो र प्रभु रामले सहज स्वीकार गरेर वनवास जानुभयो। राम मात्रै जानु भएन, राम सीता भरतसँगमा जानुभयो। अब यो राज्यमा आनन्द भयो, कोही पनि डराउनु पर्ने विषय छैन। राज्य तिम्रै भयो, अब राज्यको सुख भोग गर, राज्याभिषेक गर भनेर भरतलाई आज्ञा भयो। हे महादेवी, भरतजीले भन्नुहुन्छ, आमा तपाईँ आमा होइन, तपाईँ राक्षसिनी हो, तपाईँ पिशाचिनी हो। आमा भएर, मातृ हृदय भएर तपाईको मनमा कहिल्यै दया भाव आउन सकेन। यदि मेरी आमा नभएको भए भर्खरै मैले तपाईलाई ताडना दिएर मार्ने थिएँ, किनकि मर्यादा पुरुषोत्तम प्रभु राम भन्दा ठुलो अरु को छ। उहाँलाई राज्याभिषेक
दिनुपर्ने ठाउँमा मैले राज्याभिषेक कसरी लिन सक्छु? मर्यादा पुरुषोत्तम सूर्यवंश शिरोमणि प्रभु रामलाई वनवास पठाएर वैदेही जनक नन्दिनीलाई अन्नपूर्ण महालक्ष्मीलाई वन पठाएर म राज्यको सुख भोग कसरी गर्न सक्छु? हे कुलटा, अलिकति सोचेर काम गर्नुपर्छ। यस्तो पनि वरदान माग्ने पिताजी पनि के भन्नु भएको होला, तर पिताजी कर्मवश श्रापवशमा हुनुहुन्थ्यो। श्रापवशमा हुनुहुन्थ्यो किनकि उहाँलाई पूर्व जन्ममा नै, पूर्वको समयमा नै श्राप परेको छ। यो श्राप यस समयमा मोचन भइरहेको छ। त्यसैले मैले दुःख किन पाएँ, सुख किन पाएँ, यो कुराको विषय जनहरूले सोच्नु पर्दैन। मैले कमाएर ल्याएको रहेछ, यही भोग गर्दैछु। राजा दशरथ प्रभु रामको नाम उच्चारण गर्दै, वैदेहीलाई स्मरण गर्दै वनगमनमा गएका ती राम सीता लक्ष्मण कहिले आउँछन् होला र पुत्र शोकमा वियोग बन्दै मूर्छा पर्नुभयो, प्राणान्त पनि हुनुभयो। हे महादेवी, राम बेगरको राज्य कसरी हुन्छ र? राम बेगरको अयोध्या कसरी हुन सक्छ? राम बेगरको जीव परमानन्द कसरी लिन सक्छ? त्यसैले राम छैनन्, केही पनि छैन। त्यसैले बारम्बार राम भनेको चिन्मय अखण्ड आनन्द स्वरूप परमात्मा हो। राम भनेको आत्मारूप ब्रह्म हो र त्यो ब्रह्मै छैन। बाँच्नु के काम छ? उहाँले पनि आफ्नो शरीर उत्सर्ग गरिदिनु भयो। रामको नाम उच्चारण गर्दै शरीर हे महादेवी परित्याग गरिदिनु भयो र रामको गतिमा नै प्राप्त भइबक्स्यो। सबै अयोध्यावासीहरू रुन कराउन लाग्यो। सम्पूर्ण घटनाको जिम्मेवारी कैकेयी कुलटाले लिनु पर्दछ, राक्षसिनीले लिनु पर्दछ। कुनै प्रकारको विचार नगरिकन यस्ता शब्दहरू बोल्नाले यो सारा प्रकारका घटनाक्रमहरू भएका छन्। सज्जनवृन्दहरू, भरत महाराजी असाध्यै रुन कराउन लाग्नुभयो, विलाप गर्न लाग्नुभयो र सबैलाई म राज्याभिषेक लिन सक्दिनँ, राज्यका लागि म जसरी भए पनि मेरा रामलाई फर्काएर लिएर आउँछु, मेरी माता स्वरूपिणी जगत जननी सीतालाई सँगै लिएर आउँछु, लक्ष्मणलाई लिएर आउँदछु र रामलाई राज्यमा राखेर रामको दास भएर बस्दा कति रमाइलो हुन्छ, कति राम्रो हुन्छ। रामले राज्य गरिबक्सेपछि कसलाई दुखाउन सक्छ र? रामको दास बन्न पाए के हुन सक्छ र? त्यसैले हे माता, तपाईलाई माता भन्न घिन लागिरहेको छ। यदि तपाईले जन्म हुँदैखेरिमा माता मलाई तपाईले निमट नामट गरेर फाल्दिनु भएको भए कति राम्रो हुन्थ्यो। आज यो पीडा सुन्नु पर्ने थिएन, यो दुःख सुन्नु पर्ने थिएन। अब विश्व ब्रह्माण्डले गान गर्नेछ, भरतले त्यसकी आमाको कारणले गर्दाखेरिमा भनेर विश्वले नराम्रो गान गर्नेछन्। अब कैकेयी सर्वदा प्रकारद्वारा शास्त्रका पुञ्जहरूबाट ऋषि मुनि महायोगेश्वर सत्यवादी नीतिबाट कैकेयी बनेर रहनेछिन्। कौटिल्य भनेर बुझिनेछ। त्यस्तो कार्य, नीच कार्य गरेर माता तपाईले राम्रो गर्नु भएन। पिताजीको स्वर्गारोहण भयो, अब हामी के गर्न सकिन्छ? प्रभु रामलाई राज्यमा राख्ने, अब पिताजीको संस्कार आदि गर्नका लागि प्रभु रामलाई बोलाउन जानु पर्यो भनेर सारा प्रकारका रथ तयारी गर्न लगाउनु भयो सेनाहरूका साथमा। भरत महाराजी असाध्यै रामको नाम एकोरो गाइरहनु भएको छ। चतुरङ्गिनी सेनाहरूले सबले घेरेका छन्, किनकि राज्य त उहाँकै शिरमा आएको छ। जब प्रभु रामका समीपमा पुग्न लाग्नुभयो, गुहासँग भेट भयो,
नानीसँग भेट भयो र उहाँहरूले पनि प्रभु राम आनन्दपूर्वकले राज गरिबक्सेको छ। प्रभु राम जहाँ राज गर्नुभएको छ सो गोह देखाउनु हो, लिएर जानुभयो। भरत महाराज आउँदै हुनुहुन्छ भन्ने जानेपछि लक्ष्मणले विचार गर्नुभयो, सेनाहरूका साथमा हामीलाई वध गर्नका लागि हो कि हामीलाई मार्नको लागि हो कि? यी राजा आइरहेका छन् राम, त्यसैले अब यी सबैलाई म भस्म गरिदिन्छु। हामी त वनवासी भइहाल्यौँ, अब हामीसँग के छ? प्रभु राम भएका सर्वस्व परित्याज्य गरेर हजुर पाल्नुभयो, वैदेही पाल्नुभयो, अब के बाँकी रहेर वा के लिन आउनु भएको होला? आमाले फेरि के माग्नुभयो होला? गुरुदेवहरू पनि आउनु भएको छ सङ्घमा, गुरुआमाहरू पनि आउनु भएको छ सङ्घमा। यस्तै गरेर तीनवटै रानीहरू पनि आएका छन्। ल हेर्नुहोस् त, सबैले श्वेत वस्त्र धारण गरेर आएका छन्, नजाने के भयो होला? प्रभु रामले सम्झाउनु भयो, लक्ष्मण भरतको मन तिमीले सोचे जस्तो नहुन पनि सक्छ। आमाले राम्रै भनेको हो, तिमीले बुझ्न सकेनौ, किनकि कर्मको फल अवश्य भोग्नु पर्दछ। पिताजीले जो कार्य गरिबक्स्यो त्यो ठीक गरिबक्स्यो। मेरी आमाले कैकेयी माताले जुन आदेश गर्नुभयो त्यो ठीक गर्नुभयो, उहाँको कोही गल्ती छैन। किनकि श्रवण कुमारको यो दिव्यमय श्राप परेको थियो। पूर्वको श्राप नै मोचन गर्नका लागि पिताजीलाई आतुर भइरहेको थियो। यसैले राज्य पनि बचोस्, मेरा सन्तानहरू पनि बचुन् भन्ने भावनाले पुत्र शोकमा बिहाल बनेका श्रवण कुमारका पिता माताजीले दिएको श्राप आज लागिरहेको छ। सो श्राप नै पिताजीलाई ज्ञान भएको हुनाले उहाँले अनुमोदन गर्नुभएको हो। उहाँले ठीक गरिबक्सेको छ र यो श्राप मोचन गर्नका साथमा थोरै दुःख भएर पुत्र शोकमा नै वियोग भएर राम 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 उच्चारण गर्दै मेरा पिताजीले शरीर उत्सर्ग गर्नुहुन्छ। किन भन्दाखेरिमा उहाँलाई श्रवण कुमारका पिता माताजीको श्राप परेको छ। उहाँले श्रवण कुमारलाई व्याधा बनेर मारिदिनु भएको थियो। अब कसरी बाँच्ने? सम्पूर्ण प्रकारको व्यवस्था राजा दशरथले हाम्रा पिताजीले गरे तापनि पुत्र शोकमाती अन्धा भएका श्रवण कुमारका पिता माताजीले श्राप दिनुभएको थियो। सोही श्राप आज अनुमोदन भएको छ। त्यसैले सज्जन वृन्दहरू, हाम्रा कार्यहरूमा अनेक प्रकारका राम्रा नराम्रा कार्यहरू भइरहेका हुन्छन्। हामी हिँडिरहेका ठाउँमा पनि सजिला असजिला कार्य भइरहेका हुन्छन्। त्यसलाई मोचन गर्नका लागि पुण्य कर्म यज्ञ होम होमादि पाठ पारायण महापुण्य कर्महरू गर्दै गर्नुपर्छ। केही गर्न नसकेमा हे राम हे राम हे राम 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 राम। के गाह्रो छ र सज्जन वृन्दहरू? न किनेर ल्याउनु पर्छ, न बोकेरै ल्याउनु पर्छ, न बोक्नै गाह्रो छ, न कसैबाट ल्याउनै पर्छ, न कोही रिसाउँछ भन्ने डर छ। फ्रीमा पाइएको चिज गान गर्नलाई के आपत्ति छ र? गाइदिनुहोस् अलिकति, राधे राधे भनिदिनुहोस्। मुक्त कण्ठले राम नामको उच्चारण गर्नुहोस्, जसलाई भगवान महादेवले आफ्ना कण्ठमणिमा राखेर सबैलाई राम नामको कीर्ति सुनाइरहनु भएको छ। हामी शिवजी भन्दा ठुला त होइनौँ, प्रभु राम भन्दा ठुला त होइनौँ। त्यसो हुनाले मिथ्या तर्कलाई छोडेर राम रामेति गर्जनम नाम नामको गर्जन गर्नुपर्छ। सबै गए सज्जन वृद्धहरू, विषयमा हामी छौँ। प्रभु रामलाई देख्नेका साथमा
भरतजी दौडेर जानुभयो र रामलाई साष्टाङ्ग दण्डवत गर्नुभयो, अङ्कपाल गर्नुभयो। प्रभु रामले कुनै पनि प्रकारको रिस त छैन प्रभु रामलाई। भरतलाई मेरो भाइ भनेर अँगालो हाल्नुभयो। लक्ष्मणले गएर आफ्ना दाजु भरतलाई साष्टाङ्ग दण्डवत प्रणाम गर्नुभयो। मैले धेरै कुराहरू सोचेँ, हजुर माफ गर्नुहोस् है, म पनि यो ठाउँमा भएको भए यस्तै सोच्दै होला भन्नुहुन्छ भरतजीले। किनकि राम सीताको रक्षा गर्नु नै, सेवा गर्नु नै आफ्नो सेवकको परम कर्तव्य रहन्छ। शत्रुघ्नी सबै सेनाहरूले भगवान प्रभु रामलाई साष्टाङ्ग दण्डवत गरे। यसै समयमा वशिष्ठ गुरु आइपुग्नुभयो, गुरुआमाहरू आइपुग्नुभयो। सबैले सम्झाउनु भयो अनेक प्रकारद्वारा, फर्किनुहोस् अब भइगयो। यो आज्ञा जो पिताजीले दिनुभएको छ त्यो यतिमा हजुर हिँडिहाली बक्स्यो, अब परिपूर्ण भयो, फर्की बक्सियोस् भन्दा प्रभु रामले आज्ञा भयो। पिताजीको शब्दलाई अनादर गर्नु भनेको पिताजीलाई हामीले मर्यादाहीन गराउनु हो। माताजीले दिएको आशीर्वचन पुरा गर्नु, पिताजीले दिएको आशीर्वचन पुरा गर्नु, आदेश पुरा गर्नु, यो आफ्ना सन्तानहरूको परम कर्तव्य हुन आउँछ। हाम्रो कल्याणको लागि नै पिताजीले भरतलाई राज्य दिन्छु र रामलाई 14 वर्ष वनवास पठाउँछु भनेर ठीक आदेश गरिबक्स्या हो। कोही गल्ती छैन भनेर भरतलाई सम्झाउनु हो। बडाजनले राम्रो तरिकाले सम्झाउनु पर्यो नि, वा रोएर त भएन। त्यसो उनीहरूले गुरुदेवले भन्नुभयो अब यस समयमा प्रभु राम अयोध्यामा सब रोदन क्रन्दन मचिरहेको छ, रोइरहेका छन्, कराइरहेका छन्। अयोध्यावासीहरूका मनमा राम नामको शब्द चारैतिर गुन्जिरहेको छ। राम जबसम्म हुनुहुन्न तबसम्म कसैले पनि भोजन परित्याग गरेर बसेका छन्। हजुरको पुत्र वियोगमा पिताजीले शरीर उत्सर्ग गरिसक्नु भएको छ। अयोध्या शोकाकुल भएको छ। प्रभु राम हजुर सवारी भइबक्सियोस्, सबैले सम्झाउनु हो। तर रामले भन्नुहुन्छ यो 14 वर्षको वनवास कसै गरे पनि फर्किन मिल्दैन। यो दण्डकारण्यमा बसेर, अरण्यका वनमा बसेर जे प्रकारका किष्किन्धापुरीहरूमा गएर जति पनि कर्महरू मैले गर्नुपर्ने छ, भूभार हर्नका लागि म आएको छु र यो सम्पूर्ण कार्यहरू पुरा गरेर अयोध्यामा फेरि भर्खरै आइहाल्दछु। 14 वर्ष भनेको कति समय हुन्छ र? यसै समयमा रानीहरूले आएर बिन्ती गरे, श्वेत वस्त्रहरू धारण गरेर आएका छन्। प्रभु रामले झन् माताहरूलाई साष्टाङ्ग दण्डवत गर्नुभयो। मैले देख्दैछु अपशकुन अयोध्यामा भएको छ। मेरी आमाहरूले आज कौशल्य महारानी, कैकेयी महारानी र सुमित्रा महारानीले श्वेत वस्त्र धारण गर्नुभएको छ। सायद अयोध्यामा ठुलो विपद आएको छ। सबैले रोदन क्रन्दन गर्दै राम लक्ष्मण वैदेहीका समीपमा बिन्ती गर्दछन्। हामीले पुत्र लोभका कारणले, पुत्र स्नेहका कारणले मैले यो यस्तो ठुलो विपत्ति लिएर आएँ। कैकेयीले बारम्बार प्रभु रामसँग क्षमा माग्दछिन्, मलाई क्षमा दिनुहोस्, मलाई माफ गराउनुहोस्, मलाई मृत्युदण्ड दिनुहोस्, मलाई मार्नुहोस्, के गर्न मन लाग्छ त्यही गर्नुहोस्। प्रभु राम नजाने मेरा मुखबाट कसरी यस्तो आयो होला, नजाने मेरो मार्गलाई प्रशस्त गराइदिने यो मन्तराको बुद्धिमा कसरी यस्तो बुद्धि घुस्यो होला, जसका कारणले रामलाई वनवास पठाउँछु भन्ने मन सुभा हुन गयो। प्रभु रामले आज्ञा हुन्छ, आमा यो सबै मेरो इच्छा हो, हजुरहरूले गरेर केही पनि हुँदैन। वाणी हिरण्य गर्भाभ्याम नमा भनेको वाणी हिरण्य गर्भ भनेकै म नारायण परमात्मा प्रभु राम हो। त्यसैले हजुरको केही दोष छैन। हजुरहरू आनन्दपूर्वक अयोध्यामा सवारी भइबक्सेर मेरो भाइ अनुज तिमी गएर राज्यको राज्याभिषेक ल्याऊ र आनन्दसँगले राज्यमा बसेर बारम्बार
जनमात्रको लागि के गर भन्दाखेरिमा वन्दन गर। जय अयोध्यामा बसेर मेरो नै नाम चर्चा गर, अयोध्यावासी जनहरूलाई सुखी समृद्धि गराऊ भनेर आदेश गर्नुभयो। तर असाध्य रोदन क्रन्दन गर्न लाग्नुभयो। रामका अगाडि भरत महाराज रुन कराउन लाग्नुभयो र सम्झाउनुहुन्छ प्रभु रामले, अङ्कमाल गर्नुभयो र अन्तिममा दाजु हजुरलाई नै राज्यको सर्वस्व बनाएर हजुरका यी चरणमा लगाएका पाउदानी खराउ मलाई दिनुहोस्। यही खराउ लगेर राज सिंहासनमा राखेर अभिषेक गराउँदछु अनि म हजुरको सेवक बनेर सर्वदा जबसम्म हजुर आइबक्सिन्न, जुन दिशामा हजुर सवारी भएर वनमा बसिबक्सिन्छ त्यो दिशामा नै म अयोध्याबाट केही टाढा गएर एकान्तमा बसेर हजुरको दासले सेवा गरेर बस्नेछ। कार्य सम्पूर्ण मन्त्रीमण्डलहरूले गर्नेछन्, अरू सेवकहरूले गर्नेछन्। कार्यकारिणी सम्पूर्ण व्यवस्थाहरू मन्त्रीमण्डलहरूले गर्नेछन्, सेनाहरूले गर्नेछन्। जबसम्म हजुर सवारी भइबक्सिन्न म त एकाकार हजुरको भक्त बनेर सेवक बनेर हजुरको आदेश अनुसार काम गर्दछु र बारम्बार एकान्तमा बसेर भगवान राम नामको उच्चारण गर्दछु। जुन दिन राम लखन सीता 14 वर्ष वनवास पश्चात फर्केर आइबक्सिन्छ अनि बाटैमा प्रभुलाई म साष्टाङ्ग दण्डवत प्रणाम गर्छु, हजुरसँग मिल्दछु अनि बल्ल हजुरलाई त्यो राज सिंहासनमा राखेर म अयोध्यामा बस्दछु, हजुरको सेवक भनेर बस्दछु भगवान भनेर रोदन क्रन्दन गर्न लाग्नुभयो। प्रभु रामले पाउ दानी दिनुभयो, खराउ दिनुभयो। त्यो खराउलाई शिरमा राखेर गुरुजीको आदेश अनुसार अयोध्यामा पाल्नुभयो। अयोध्यामा विधि विधान पूर्वकद्वारा 10 गात्रादि कर्महरू गरेर आफ्ना पिताजीको स्वर्गवासमा सबै अयोध्यावासी दुखी भए 10 गात्रादि कर्महरू गरेर मुक्तिका लागि विविध अनुष्ठान कर्महरू गराउनुभयो। अयोध्यावासीहरू सबैले रामको कीर्ति गाए। रामको कीर्ति, राम गीता नै सम्पूर्ण जीव मात्रको अधोगति भएका जीवहरूलाई उद्धार गराउने यो सञ्जीवनी बुटी हो। हे महादेवी, अयोध्यामा संस्कार राम्रोसँगले भयो, तर प्रभु राम आफ्ना पिताजीको स्वर्गवास भएकामा विहल हुनुभयो। एकछिनमा सम्हालिएर प्रभु रामले आफ्ना पिताजीले जन्म दिएर कति गरेर सन्तानलाई प्राप्त गर्नुभयो। आज त्यो पिताजी म वनवासबाट आफ्नो कर्तव्य पूरा गरेर फर्किन नपाउँदै मेरो नाम लिँदै परम गतिमा प्राप्त हुनुभयो। पिताको यो दिव्यता, माताको यो दिव्यतालाई स्मरण गरेर परमात्माको बारम्बार शिवको ध्यान गर्न लाग्नुभयो। भगवान राम बारम्बार पितृशोकमा डुब्नुभयो भन्ने पावन्यमय प्रसङ्ग महादेवीलाई कैलाशपति हर हर महादेव प्रभुले श्रवण गराउँदै हुनुहुन्छ। भरत महाराजजी आनन्दपूर्वक अयोध्याको सम्पूर्ण कर्म सकेर राज्यमा राज्याभिषेक प्रभुका खराउलाई नै गराइदिनु भयो र मन्त्रीमण्डल आदिलाई राज्यको शोभा दिएर नन्दी ग्राममा गएर प्रभु रामको तपस्या गर्न लाग्नुभयो। प्रभु रामको कसैले नदेख्ने ठाउँमा बसेर पात खाएर, गोमूत्र खाएर, माटो खाएर, हावा खाएर प्रभु रामको जप गर्न लाग्नुभयो, मन्त्रको उपासना गर्नुभयो। राम 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 केवल नन्दी ग्राममा बसेर भगवान प्रभु रामको यस्तो प्रकारद्वारा जप गर्न लाग्नुभयो, नाम जप्न लाग्नुभयो। त्यस्ता रघुकुल तिलक प्रभु राम वैदेही सहित राम दरबार प्रभुलाई म बारम्बार वन्दन गर्दछु भनेर कैलाशपति हर हर महादेवले भवानीलाई आज्ञा भयो। भवानी शङ्करौ वन्दे श्रद्धा विश्वास रूपिणौ। भवानी शङ्कर प्रभुले श्रद्धा र विश्वासपूर्वक
श्री रघुनंदन प्रभुलाई साष्टाङ्ग दण्डवत गर्नु प्रणाम गर्नुभयो र आनन्दले मग्न हुनुभयो भन्ने प्रसङ्ग सहित आजको माङ्गल्यमय कथा र सुधा यहाँ परिपूर्ण हुन्छ। हरि ओम तत्सत। जय श्री राम, जय हनुमान। सीताराम 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 भज सीताराम, सीताराम 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 भज सीताराम। सीताराम भगवान की जय। जय जय श्री सीताराम। हरि बोल।